सो गाइस म प्रेम तामाङ र आज फेरि तपाईँहरू समक्ष फेरि म आइरहेको छु है। अब कारण चाहिँ अब के थियो भने चाहिँ आज चाहिँ अब सोनादामा चाहिँ अब मुभी सुटिङ थियो होइन। र आज म तपाईँलाई चाहिँ अब नेपाली मुभीको सुटिङको बारेमा तपाईँलाई म केही अब जानकारी दिनेछु है। र त्यहाँनिर मैले हिरोलाई पनि सोधेको छु अनि त्यहाँनिर हिरोलाई पनि है र डाइरेक्टरलाई पनि सोधेको छु। र अब म यहाँदेखि चाहिँ घरदेखि चाहिँ म सोनादा बजारतर्फ म जानेछु गाइस। थ्याङ्क यू। सर्ट फिल्ममा चाहिँ मैले र फाइनली गाइस म अब यहाँ र तपाईँ यो मुभी फाइनली गाइस अब म यहाँ चाहिँ अब उहाँ बहिनी चाहिँ अब हुनुहुँदो रहेछ। हिरोइनको अब रोलमा उहाँ चाहिँ अब है र उहाँलाई म क्यामेरा लिएर म सोध्न चाहन्छु। हेलो बहिनी, हजुर तपाईँको शुभ नाम? मेरो प्रियङ्का चटाल। अच्छा, अब तपाईँले अब यो मुभी बनाउनु हुँदैछ होइन। तपाईँहरूले अब एउटा स्ट्रगल अब गरेर बनाउनु हुँदैछ होइन। र अब तपाईँले अब जुन यो मुभीमा चाहिँ अब तपाईँको मेन भूमिका चाहिँ के छ? मेन रोलै छ मेरो चाहिँ है, हजुर, हजुर। एक्टरको रोलै छ। हजुर। अनि यो सर्ट फिल्ममा चाहिँ मैले काम गर्नुपर्दा मलाई अब एज अ एक्टर खुसी लागिरहेको छ मलाई समेतासँग काम गर्नु पाउँदा। अनि कलकत्ताबाट आउनुभएको छ क्यामेराम्यान अनि हाम्रो डाइरेक्टर एकदमै नामी डाइरेक्टर हुनुहुन्छ उहाँ है, उहाँसँग काम गर्नु पाउँदा एकदमै खुसी लागिरहेको छ मलाई। अनि भन्दा अब तपाईँहरूको अब सुटिङ चाहिँ अब अहिले कति जग्गा चाहिँ अब तपाईँले सुट गर्नु भइसकेको छ? हामीले प्राय सबै सकिसक्यौँ। सबै सकेर चाहिँ हाम्रो यो चाहिँ लास्ट सिन हो। यो चाहिँ लास्ट सिन हो तपाईँको? अच्छा, अन्त अनि अब तपाईँहरूको अब यो मुभी अब जब कम्प्लिट हुन्छ होइन, तपाईँहरूको अब यो मुभी चाहिँ अब तपाईँलाई कस्तो फिल हुँदैछ? यो हामीले यो गर्दै गरेको मुभी अब सक्सेस हुन्छ कि हुँदैन भन्ने चाहिँ अब तपाईँलाई कस्तो लागिरहेछ? त्यो त अब अभियसली सबैलाई नै अलिकति नआउनुजेल नचलुन्जेल त डरै हुन्छ है। आफूले नहेरुन्जेल कस्तो देखेको होला, कस्तो बन्ने होला भन्ने एउटा एक्साइटमेन्ट हुन्छ नि त सबैमा। र अब आशा राख्दो चाहिँ हामी सबैजना अब म त ठुल्ठुलो कलाकारहरूसँगै काम गरेको छु। होप सो राम्रै हुन्छ होला, राम्रै हुन्छ किनभने अब डाइरेक्टर नै अब जुबी चावला गोविन्दाहरूसँग काम गरिसक्नु भएको छ है। उहाँले अब हामीलाई डाइरेक्ट गर्नुहुँदैछ, सायद राम्रै हुन्छ होला। हुन्छ, थ्याङ्क यू तपाईँलाई मेरो च्यानलमा तपाईँले जानकारी दिनुभयो है। फाइनली गाइस म अब यहाँ चाहिँ अब फेरि क्यामेरा लिएर म म्याम तर्फ म लिएर जाँदैछु उहाँप्रति है। नमस्ते म्याम। नमस्कार। तपाईँको शुभ नाम? मेरो नाम कमला लेप्चा। अच्छा अच्छा, अब तपाईँले यो मुभी बनाउनु हुँदैछ होइन, अब तपाईँको यो अन्तिम भन्दैछ होइन सुटिङ होइन। र तपाईँ यो मुभीमा चाहिँ अब कुन चाहिँ अब तपाईँले भूमिका निभाउनु भएको छ? कस्तो टाइपको भूमिका? यो मुभीमा चाहिँ मैले यसको हिरोको आमा हजुर हजुर गरेको छु, यसको भूमिका गरेको छु। हजुर। अनि भन्दाखेरि अब तपाईँले अब यो मुभी बनाउनु भयो है, तपाईँलाई अब कति अब थिङ्किङ हुन्छ अब मुभी बनाउँदा अब मुभी अब चल्छ चल्दैन होइन, सोचाइ हुन्छ होइन। र तपाईँलाई अब तपाईँहरूको यो मुभी अब जस्तो अब यसमा जाला माने होइन, अब हामीले है कोसिस गर्नुपर्छ। हजुर, निश्चय नै मन पराउँछ जस्तो लाग्छ है। अब राम्रै गरेको छौँ, सबै कलाकारले नै राम्रै गर्ने कोसिस गरेको छौँ है। हजुर, निश्चय नै मन पराउँछ जस्तो लाग्छ है। हजुर। अनि भन्दा तपाईँले सुटिङ चाहिँ कहाँ तपाईँले सुटिङ हामीले बेसी जस्तो चाहिँ यहीँ सोनादाको वरिपरि नै गर्यौँ, सोनादाको वरिपरितिर प्रायः चाहिँ यहीँ भयो। हजुर हजुर। अनि तपाईँहरूले जुन अब बाहिर गर्नुभएको छैन? मैले अब यो मुभी बाहेक चाहिँ अरू मैले धेरै गरेको छु हो। हजुर। त्यो त बाहिरतिर म त कता कता गएको छु, अब गोवातिर हो। ए हजुर हजुर। थुप्रै जग्गा गएको छु। हजुर। म हिन्दीमा, हजुर, हलिउडको हजुर फिल्ममा पनि गरेको छु है। नेपालीमा धेरै गरेको छु। अहिले मेरो युट्युबमा हेर्नुभयो भने तपाईँहरूले के अरे सोगा, हजुर, एक असन्तुष्टि आत्मा भनेर तपाईँहरूले नि सोगा खोल्नुभयो भने त्यो आइहाल्छ। त्यो चाहिँ एकदम छ ड्रामाहरू पनि छ, तपाईँहरूले युट्युबमा खोल्नुभयो भने। ए हजुर, हुन्छ, थ्याङ्क यू तपाईँलाई मेरो च्यानलमा म्याम तपाईँले है जानकारी दिनुभएकोमा है। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। तपाईँले यसरी मेरो अब अनुभवहरू भन्ने मौका दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। हुन्छ, थ्याङ्क यू म्याम। र गाइस म अब यहाँनिर है, यहाँनिर क्यामेराम्यान उहाँको अब मुभीको क्यामेराम्यानप्रति म क्यामेरा लिएर जाँदैछु है। हेलो भैया। नमस्ते। नमस्ते, आपका शुभ नाम? मेरा नाम तारक है। अच्छा अच्छा, आप लोग ने ये जो मूवी बना रहा है जो आप लोग ने कहाँ पर आप लोग ने जो शूट किया है? मैं कलकत्ता से आया हूँ, मेरा शहर भी कलकत्ता से आया। जो समीर भैया था यहाँ का सोनादा का ये, और हम लोग एक कोशिश कर रहे थे, एक भैया को बोला था जो नेपाली मूवी बनाएंगे, इसके बोला ठीक है हो जाएगा। बोले हम लोग
फिल्म हो गया मेरा, थोड़ा आधा हो गया, हाँ। थोड़ा कुछ पार्ट बाकी है एडिट कर लिए, हाँ। कुछ बाकी छूट गया था, अभी वो आज कंप्लीट करेंगे और डबिंग भी कंप्लीट करके हम लोग यहाँ से जाएंगे। अच्छा और थैंक ये यू। मूवी भी अच्छा हुआ, हाँ। इमोशनल मूवी है, जो समझ में एक मैसेज जाएगा, जो अच्छा वाला मैसेज जाएगा, जो छोड़ के सब जाता है मम्मी पापा को, कोई नहीं देखता है, इसी के ऊपर एक अच्छा वाला इमोशनल ड्रामा है। अच्छा थैंक यू भैया, ओके। आपको मेरे च्यानल में हाँ। गाइस हेर्नुहोस् उहाँहरू चाहिँ एकदम उहाँहरू हुनुहुन्छ मुभी बनाउने है, सबैजना यहाँ भाइ चाहिँ अब हिरो हुनुहुन्छ समीर भाइ, उहाँ बिचको चाहिँ अब डाइरेक्टर हुनुहुन्छ, कलकत्ताको हुनुहुन्छ उहाँ, हिरोइन उहाँ हुनुहुन्छ, उहाँ चाहिँ अब हिरोइनको आमाको रोलमा उहाँले अब है भूमिका निभाउनु भएको छ है। र हेर्नुहोस् सुटिङ चाहिँ यहाँ हुनेछ है उहाँहरूको। म यहाँनिर अब हाम्रो बहिनीप्रति क्यामेरा लिएर जाँदैछु है, उहाँलाई अब केही म सोध्न चाहन्छु है, उहाँले चाहिँ अब के को पार्टमा उहाँले अब भूमिका निभाउनु भएको छ है, र उहाँप्रति म क्यामेरा लिएर जाँदैछु है। हेलो बहिनी। हजुर दाजु नमस्कार। नमस्ते है, तपाईँले अब यो मुभी अब सुटिङ गर्नुहुँदैछ होइन, हजुर। सुनातामा आउनुभएको छ होइन, तपाईँलाई अब यो जुन अब सुटिङ तपाईँहरूको यो रेस्टुरेन्टभित्र रहेछ सायद होइन, त्यही भित्र होला है, तपाईँलाई यहाँ आएर अब तपाईँलाई कस्तो महसुस भइरहेको छ सुटिङ गर्नुमा? एकदमै मलाई त राम्रो लागिरहेको छ, खुसी लागिरहेको छ है। हजुर यो हाम्रो लास्ट सिन पनि हो, हजुर हजुर साथै अब हाम्रो सबैजना भेट्ने एउटा मौका पनि पायौँ हजुर होइन, हजुर त्यही लागि हामी एकदम खुसी एक्साइटेड छौँ। अब फर्दर यो मुभी आएपछि चाहिँ कस्तो हुन्छ हजुर होइन, त्यो हजुर। एउटा जिज्ञासा पनि छ। हजुर मेन चाहिँ हाम्रो के माथि हुन्छ, रोलमाथि हुन्छ, हजुर। एउटा हाम्रो कलाकारहरूको कलामाथि हुन्छ होइन, हजुर। डिपेन्ड हुन्छ। हजुर अब कलाकारले कति निभाउन सक्छौँ आफ्नो भूमिकालाई है, हजुर त्यही माथि नै हाम्रो अडियन्सहरू पनि त हेर्नु रुचाउँछ नि त होइन, हजुर हजुर आफ्नो आफ्नो कलाको प्रदर्शन हामी राम्रोसँग गर्नु सकौँ, हजुर गर्दैछौँ पनि। अब अगाडि फर्दर हेर्दै जाउँ है, हजुर कस्तो हुन्छ के हुन्छ, हजुर। अनि तपाईँहरूमाथि डिपेन्ड छ त्यो चाहिँ है। हजुर, अनि भन्दाखेरि तपाईँले यो मुभीमा चाहिँ के को भूमिका निभाउनु भएको छ? मैले चाहिँ यसमा हजुर आमाको, मेरो हिरोइनको आमा चाहिँ म ए हो। रुनाको होइन? हजुर। ए हजुर। अनि भन्दाखेरि अब तपाईँलाई अब तपाईँले यो मुभी अब बनाउनु भयो होइन, अब यो अब तपाईँको लास्ट सिन भन्दैछ होइन, हजुर। तपाईँको यो अब मुभी सक्सेस भएपछि अब यो मुभी तपाईँको हिट होला जस्तो लाग्छ तपाईँलाई? भन्नु त सक्दैनौँ, तर हामीले गरेको अनुसार त जतिसक्दो हिटै होस् भनेर त गर्छौँ नि होइन, हजुर हजुर त्यो सही राम्रै लाग्छ। होस् भनेर त गर्छौँ। हजुर नराम्रो भूमिका कसैको पनि छैन यहाँ, हजुर सबैले आफ्नो आफ्नो रोल एकदमै राम्रोसँग निभाएको छ है। हजुर त्यही लागि हिट हुन्छ त भन्दिनँ, तपाईँहरूमाथि डिपेन्ड छ, यो चाहिँ हिट गर्नु नगर्नु चाहिँ होइन। सही भन्नुभयो हजुर। त्यो अब अझै चाहिँ कतिले मन पराउने हो मन पराउने होइन, त्यो हजुर चाहिँ तपाईँहरूमाथि छोडिदिएको छु। हिट बनाउनु तपाईँहरूको काम है, ए हुन्छ तपाईँहरूको काम हो है। हुन्छ थ्याङ्क यू तपाईँलाई मेरो च्यानलमा। अनि उहाँ चाहिँ अब कलकत्ताबाट आउनुभएको छ, उहाँ चाहिँ डाइरेक्टर, उहाँले चाहिँ अब मिथुनदाताहरूसँग पनि उहाँले काम गर्नुभएको रहेछ है, र यहाँनिर हाम्रो दार्जिलिङबाट पनि छ होइन, यहाँनिर हाम्रो भाइहरू छ होइन, सबैजना छ होइन। उहाँले अब सुटिङ गर्नुहुँदैछ है यहाँनिर अब यहाँ रेस्टुरेन्टभित्र। चाहिँ अब यहाँ मुभी सुरु हुँदैछ है, म देखाउँदैछु तपाईँलाई यहाँ कम्प्लिटेड। रहेछ म देखाउँदैछु।
उहाँलाई म देखाउँदैछु है। आपका भाई आ गया, आपका भाई आ गया। हाँ आओ बेटा, आप यूज करना हमदा जी। उहाँले अब है लज गर्नुहुँदैछ नहीं तो है अच्छा नहीं लगेगा। सुटिङमा। देख लीजिए, डार्क प्लेट और कांटा सामान लो अभी तो रुकिएगा एक मिनट, आइए मदीना। चले पेट खाली था आपको खाना डाल दो, तुम्हें बिरयानी डाल दो। खाली था without asking me, don't eat and don't put the food on your plate, please. It's a continuity, huh? हम कौन सा शॉट अगले ना पिछले ना फिक्स एक्शन करें नेक्स्ट शॉट एक्शन हुँदैछ यहाँनिर सुटिङ चाहिँ। नहीं अभी नहीं करें आते तो मम्मी खाई सुन वापस हुँदैछ है यताबाट यहाँनिर। नो एक्शन करेक्ट पुश करेक्ट अच्छा এটা এই কাম আটটা এই ছোট আটটা करेक्ट अभी हमें once more ये बात तुम्हारा इधर नेक्स्ट को काम करते हैं र फाइनली गाइस म अब यहाँनिर मेन अब है यहाँ भाइप्रति म क्यामेरा लिएर जाँदैछु है। र उहाँले चाहिँ अब हिरोको रोल उहाँले गर्नुभएको रहेछ है। हेलो भाइ। नमस्ते नमस्ते, तपाईँको शुभ नाम? मेरो नाम समीर शर्मा हो है। र जति पनि हाम्रो प्रेमदाको ब्लग हेर्नुहुँदैछ तपाईँहरूलाई पनि प्रेमदाको ब्लगमा स्वागत जनाउँदै मेरोबाट नमस्ते। अनि भाइ अब तपाईँले अब यहाँनिर अब है यहाँ सुटिङ गर्नु आउनु भएको छ होइन, र तपाईँहरूले होइन यस मुभीमा चाहिँ अब तपाईँले के को अब तपाईँले अब राम्रो भूमिका दिनु पर्नुभएको छ, अलिकति तपाईँले बताइदिनुहोस्। यो मुभी चाहिँ अनटाइटल हो है। मुभीको बारेमा भन्नुपर्दा यो मुभी चाहिँ हाम्रो हिन्दी अनि नेपाली दुईटै ल्याङ्ग्वेजमा बनिनु छ है। हजुर। अनि यसमा राम्रो राम्रो कलाकारहरू हुनुहुन्छ, हाम्रो प्रियङ्का, हाम्रो कमला म्याम, हाम्रो अरुणा दी है। हजुर। अनि मैले पनि एउटा राम्रो भूमिका निभाएको छु, एउटा ओबिडियन्ट छोरा होइन। हजुर। अनि लिड क्यारेक्टर गरेको छु। र यो मौका दिनुभएको हाम्रो सर तपन सर हुनुहुन्छ, तपन शाह, उहाँ चाहिँ कलकत्ताबाट गर्नु आउनुभएको। अनि उहाँले धेरैवटा प्रोजेक्टहरू गर्नुभएको छ। उहाँले जस्तै हिन्दी बलिउड मिथुन चक्रवर्तीहरू, जुही चावलाहरूसँग प्रोजेक्ट गर्नुभएको छ, साथै हलिउडमा पनि गर्नुभएको, साथै उहाँले एउटा आफ्नो बुक पनि निकाल्नु भएको छ, रिलिज गर्नुभएको छ, जो चाहिँ अमेजन तिर पाइन्छ है। अनि र हाम्रो उयसलाई माया गरिदिनुहोस् है, तपाईँलाई धेरै धेरै धन्यवाद है। अनि भाइ यहाँ सँगसँगै एउटा सानो क्वेसन छ है। आज अब तपाईँले अब आफ्नै जग्गामा अब है तपाईँले अब यहाँनिर अब सुटिङ गर्नुहुँदैछ है, र तपाईँलाई अब आज कस्तो मेसेज भइरहेछ? धेरै खुसी लागिरहेको छ। हजुर। थ्याङ्क यू सो मच, तपाईँमा आइदिनु भयो, थ्याङ्क यू सो मच। ओके।